दर्शकबिन रवि लामिछाने पक्राउ गर्न गएको प्रहरीले अन्तिम इच्छा के छ भनिसकेपछि यतिखेर हंगामा मच्चेको छ। अन्तिम इच्छा भन्ने हुन्छ सर, एउटा पक्राउ गर्न आएको मान्छेलाई अन्तिम इच्छा भन्ने हुन्छ, त्यस्तो हुँदैन नि सर। हो दर्शकबिन, हिजो रातिको घटना हो यो। रवि लामिछाने पक्राउ, अदालतको आदेश, पार्टीको प्रतिक्रिया र पछिल्लो अपडेट के छ भनेर तपाईलाई आजको भिडियोमा सम्पूर्ण जानकारी दिनेछौँ भने अब रवि लामिछानेलाई के हुन्छ त त्यो पनि हामी जानकारी गराउनेछौँ। हामीसँग रहेर पुरा भिडियो हेर्दै जानुहोला र रवि लामिछाने पक्राउ परेको विषयमा तपाईहरु के भन्न चाहनुहुन्छ पक्कै पनि तल कमेन्ट बक्समा लेख्नुहोला। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने 2081 साल वैशाख 22 गते शुक्रबार राति काठमाडौँको हात्तीगौडा स्थित आफ्नो निवासबाट पक्राउ परेका छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय सीआईडी र महाराजगञ्ज प्रहरी वृत्त संयुक्त टोलीले घरमै पुगेर पक्राउ गरेका थिए। उच्च अदालत तुलसीपुर बुटवल इजालस आदेश अनुसार रवि लामिछानेलाई बुटवल स्थित सुप्रिम सहकारी ठगी र